ए जाम के पोडी मात्रै पोडी पुन्ने दिनमा त्यो एउटा आउँछ त्यहाँबाट बोर्ड छ सिधै त्यसको नमस्ते हो नमस्ते सबसे सानो सुमन्दालाई दिएको कि मैले ओके माई फ्रेन्ड सफल ठीक हो कस्तो मनको कुरा बोल्दिनु अहिले चाहिँ भोलि माथि अहिले माथि अलि हिलो नि हुन्न पानी परेर मात्रै झ्याउ हुन्छ चप्पल पनि ठिक हस् कस्तो हो दाइ नामी भएको पाल यो नटी पनि मेरो भाइ ताल्ला है होला त चढ्दै मोजा खस्यो है यहाँ दाइको ल ब्लग हुँदैछ कि नबोल्न त्यस्तो म यहाँ भित्रै हालेको कि यहाँ भित्रै यहीँ यसरी अलि खसाल्नु अलि उता खसालिदियो यहीँ खसालेर म यहीँ राखेको यहीँ हामी सब हिँड्छौँ दाइ त्यहाँ सुमन दाइ फोन राखेर आउनु के छ खोला खतरा देखिने चाहिँ यहाँदेखि के हो अनिस दाइ केटाहरू त हात पुगिसक्यो नगर नगर यता काठको पुल रहेछ ल भन्के बोकिदिन्छु ल दाइ बोक्नु त्यसो भए दाइ बोक्दिनु भन्नु भन्नुहोस् के स्टोरी पनि हालि यस्तै हो हामी हिँड्ने बाटो होइन दाइ त्यही भयो नि आई लभ ट्रेकिङ हो दाइ सानो सानो बाटो थियो है आएछ देखेन क्यामेरा त खतरा पानी पर्छ ए हो र ल ल हजुर ल ल अरू केही तपाईलाई मेरो माया त लाग्दो रहेछ त अनि त्यो लाउरेहरू तपाईलाई मेरो माया त लाग्दो किटेको लाउरी हुनु ए ओडी ओ बेले ए बेले ओ मलेबु जोलामा चाहिँ गएर चम्किने केटा बोल्दै हुँदै क्या बल्ल तासा आइयो
हाँ बड़े कितने ओए खतरा देख्दो चाहिँ उता Jam, ये jam क्या बात? Lo, jam deh. के भने यहाँ you are going up to 3850 meter prevent altitude sickness 3800 मिटर छ र त्यस्तै हो बाटो कृपया फुल नटिपिदिनु होला अनिश दाइ आई लभ ट्रेकिङ हजुर त्यही रेस्ट अब फेरि माथिबाट ढुङ्गा कुल्दैदिउँ कोरीको स्टार्ट ल खतरा बस्छु जम्प फ्रेन्ड अरे धेरै लाली गुराँस छ नयाँ सब लाली गुराँस हो वहाँ कोरी बल्ल लाली गुराँस देख्यो सेतो सेतो होला फुल धोइछ नि त यता टोटल्ली सेतो सेतै सेतो सबै पुरै पाहाडै लाली गुराँस रहेछ जाम जाम हामी जाँदै गरौँ यता हरियो रहेछ अझै माथि त यताबाट यहाँबाट दामी सेतै के पुरै पिङ्क हेर न पुरै भन्नाले अलि अलि यो पिङ्क हो कि कहाँ यताको ए सेतो पिङ्क मिसेको हो तर अझै अलिक राम्रोसँग नफलेको रहेछ फुलहरू जाम्दै धन्न लोटेको भए यो तपाईँ यस्तो हुँदैछ क्या यहाँ
सबभन्दा एक्सट्रिमी उकालो यही हो रे कोरीको सबभन्दा उकालो यही होइन लास्ट साइको वाला है यार आया त अझै पनि देखिएन यार दामी भ्यू हिमालको त्यस्तो छ आयो है कोरी त्यो दामी देखियो वाइल्ड लालीगुराँसहरू यहाँ त लगभग पहाडले नै लालीगुराँस छ क्या सेतो खालको पुरै के त लङ्गै नै है जनवटी नै यस्तै हो खासै उकालो त होइन नाकले भुइँचै छुन्छ होला हामी बसेको होटेल त होइन खासै जाडो त होइन खासै जाडो त छैन हावा नि खासै चलेको छैन खासै जाडो पनि छैन
बुटमा नि हिउँ पऱ्यो यहाँ बुटमा कतिको घाम हुने हो भनेर सोचिरहेको अब गएपछि हिउँ पर्यो देख्दैन क्या होइन त्यही हो है यता लगाइदिनु यता बुटौलतिर हावा के अरे गऱ्यो भने हावा सिक्रिसतिर पर्दैन आउनु यता लगाइदिनु पर्यो एकचोटि त्यो भएर नि आँगले थियो त्यहाँबाट काम गर्ने बेला म आँगनमा भयो कि भन्छ कि